कमरेड केपी ओलीसितको उसमा चाहिँ उहाँ 7औं महाधिवेशनमा पनि नेतृत्वमा आउन चाहनुहुन्थ्यो, तर उहाँले प्रस्तुत गर्नुभएको प्रस्ताव त्यसैको लागि एउटा आधार थियो। तर विडम्बना त्यो विचारले इन्ट्री पाएन। हामी पनि केपी ओलीलाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने पक्षमा रहेनौँ। 8औं महाधिवेशनमा कमरेड केपी ओली प्रतिस्पर्धी बनेर देखा पर्नुभयो, तर उहाँ जित्न सक्नु भएन। त्यसबेला हामीहरूले झलनाथ खनाललाई अध्यक्ष बनाउनुपर्छ भन्न लाग्यौँ। यद्यपि केपी कमरेडले त्यसबेला आएर भन्नुभएको थियो, मलाई समर्थन गर्नुहोस्, तपाईँ महासचिव उठ्नुहोस् भन्नुभएको थियो। मैले भने यसपटक म तपाईँलाई सहयोग गर्न सक्दिनँ, तपाईँ जित्नुहोस्, मेरो शुभकामना छ। म झलनाथ खनाललाई पार्टी अध्यक्षको रूपमा अगाडि बढाउन चाहन्छु भनेको थिएँ। तर 9औं महाधिवेशनमा आउँदा नआउँदा झलनाथ खनालले प्रभावकारी ढङ्गले नेतृत्व गर्न नसक्नु भएको स्थिति देखेपछि म के निष्कर्षमा पुगेँ भने केपी कमरेड एउटा स्वास्थ्यका कारणले, अवस्थाका कारणले उहाँ अब धेरै समय उहाँको नहुन सक्छ। त्यस कारणले पनि हामीले उहाँलाई पार्टीलाई नेतृत्व गर्ने ठाउँमा पुर्याउनुपर्छ भन्ने लाग्यो र हामी सबैले के ठान्यौँ भने उहाँ जस्तो तीक्ष्णता भएको व्यक्तिलाई नेतृत्वमा ल्याउँदाखेरि प्रभावकारी नेतृत्व हुन्छ भन्ने ठानेर मैले 9औं राष्ट्रिय महाधिवेशन 2071 सालको 9औं राष्ट्रिय महाधिवेशन समर्थन गरेँ। केपी कमरेडले पार्टी अध्यक्षमा विजय प्राप्त गर्नुभयो। 10औंमा हामीले समर्थन गऱ्यौँ, उहाँ अध्यक्ष हुनुभयो। त यसरी एउटा थियो। तर मैले के सम्झन्छु भने केपी कमरेड जब जब सङ्कटमा पर्नुभएको छ, त्यो सङ्कटको बेलामा मैले साथ दिएको छु र चाहे उहाँ 9औं राष्ट्रिय महाधिवेशनको एउटा अशक्त अवस्थामा हामीले समर्थन गर्दा होस् या माओवादीसितको एकतापछि आइसोलेसनमा पर्ने अवस्थामा होस्, म त गर्वका साथ सम्झन्छु मेरो अध्यक्ष केपी ओलीलाई सङ्कट परेको बेलामा मैले चौतर्फी हमला भएको बेलामा प्रतिरक्षा गर्ने काममा भूमिका खेलेको छु। म त्यसप्रति गर्व गर्छु। त आज किन यस्तो स्थिति आयो भन्दा वास्तवमा मैले प्रतिस्पर्धा केपी कमरेडकै उम्मेदवारीको विरुद्धमा विपक्षमा उम्मेदवारी दिने कुरा गरिरहँदा मलाई के लाग्छ भने अब उहाँ 71 सालदेखि 82 सालसम्म 11 वर्ष पार्टीको अध्यक्ष हुनुभयो। 2072 सालमा संविधान जारी भयो, 82 साल भयो, 10 वर्ष भयो। यो 10 वर्षको अवधिमा उहाँ 6 वर्ष प्रधानमन्त्री हुनुभयो। उहाँले यसबिचमा महत्त्वपूर्ण राम्रा काम पनि गर्नुभएको छ। उहाँको नेतृत्वमा राम्रा कामहरू भएका छन्, तर कमजोरीहरू पनि प्रशस्त